घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा सञ्चालन गरिएको नेपाली मौलिक तथा परम्परागत पोसाकहरूको सिलाइ, डिजाइन, नापजात तथा फिनिसिङ सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिनेछ। तालिम मार्फत सहभागी महिलाहरूले आफ्नै गाउँठाउँमा बसेर पनि रोजगारी सिर्जना गर्न सक्ने र आत्मनिर्भर बन्ने अवसर प्राप्त गर्ने अपेक्षा गरिएको छ। हामीले त अहिलेसम्म सर्ट, पेटिकोट, 4-6 पेटिकोट, सुरुवाल सिकेको राम्रो लाग्यो। अब यहाँबाट सिकेर केही गर्ने सोच छ। अहिलेसम्म सिलाइएका पेटिकोट, सुरुवालहरू सिलाइएका, सर्ट सिलाइएका अब खुट्टामा जिल्लाका विभिन्न स्थानीय तहबाट छनौट गरिएका 24 जना महिलाहरूले तालिममा सहभागी भएका छन्। तालिम अवधिभर आवश्यक सामग्री तथा प्रशिक्षकको व्यवस्था गरिएको छ। सहभागी महिलाहरूले तालिमपछि व्यवसाय दर्ता गरी साना उद्योग सञ्चालन गर्न सक्ने र स्थानीय बजारको माग अनुसार पोसाक उत्पादन गर्न सक्ने विश्वास गरिएको छ। घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका अनुसार यस्ता सिपमूलक तालिमले महिलाहरूको आय आर्जन वृद्धि हुनुका साथै स्थानीय अर्थतन्त्र सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। मैले सर्ट अनि पेटिकोट, सुरुवाल अनि अलिक कुर्ता सिलाउने व्यवसाय गरेर चलाउने सोच छ। अनि पछि फेरि मैले व्यवसाय चाहिँ गर्ने हो। यो एडभान्स कोर्स गरेर मैले एउटा बुटिक खोल्नेको मेरो इच्छा छ। 45 दिनसम्म सञ्चालन गरिने तालिममा परम्परागत नेपाली पोसाकको संरक्षण र प्रबन्धन समेतमा टेवा पुग्ने अपेक्षा गरिएको छ। तालिम मार्फत सफलतापूर्वक सम्पन्न भएपछि सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ। तालिमबाट महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर बन्न सके महिला सशक्तिकरणमा पनि सहयोग पुर्याउने उद्देश्य लिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले जनाएको छ। अनिल खत्री, नेपाल टेलिभिजन, लुम्बिनी प्रदेश, गुल्मी।